हामीले गलत निर्णय गर्यौं भने त्यहाँ उसले उनीहरूलाई गलत कुरा गर्न प्रेरित गर्छ। डेटाको प्रयोग सही ढंगले गरेका छैनौं। मेरो टिमले अहिले हामीले सानो एउटा डेटा हेर्यौं, अर्थ मन्त्रालयको डेटा के भन्छ, मकैको आयात घटेको छ, मूल्य भएन बढेको छ। त्यो भनेको के हो? कुखुराको दाना महँगो भयो। कुखुराको दाना महँगो हुँदै गर्दा त माछा र अण्डाको भाउ बढ्नु पर्ने हो नि। मासु र अण्डाको भाउ बढेन किन? यति धेरै मासु र अण्डा अहिले चोरी पैठारी भएको छ, भएर आएको छ नेपालभित्र, जसले गर्दा हाम्रो कृषकहरू मार्नु परेका छन्। अर्थ मन्त्रालयकै यो डेटा हामीले हेर्यौं भने सफ्ट ड्रिङ्कमा मात्रै चैत्र 8 गतेसम्म मैले हेरेको 8000 भन्दा बढी, 900 टन भन्दा बढी कन्सन्ट्रेट आयात गरिएको छ। 5.5 अरब पैसा बाहिर गएको छ। यो डेटाहरूको आधारमा हामीले करका कतिपय कुरा निर्धारण गर्ने हो नि। किन हामीले सिंगल युज प्लास्टिक ब्यागमा 1000% भन्दा बढी ट्याक्स नबढाउने? किन यो सफ्ट ड्रिङ्कमा हामीले चाहिँ कैयन गुना किन हामीले ट्याक्स नबढाउने? त्यसो भनेदेखि सँगसँगै फेरि नेपाली किसानलाई प्रोटेक्सन किन नगर्ने? यस्ता ठाउँहरू हेर्नुपर्ने छ। पसलहरू खाली भएका छन्, उधार उठेको छैन, बजारले विश्वास गुमाएको छ, व्यापार सुकेको छ, भाडा तिर्न सकेको छैन। विश्वास कसरी दिलाउनुहुन्छ? यो सेन्ट्रल गभर्नमेन्टको बजेट होइन, यो फेडरल नेपालको बजेट हो। तपाईले यहाँ ल्याउने बजेटले तल्लो तहको खास गरी स्थानीय सरकार र प्रदेश सरकारलाई उत्प्रेरित पनि गर्नुपर्छ, कतिपय ठाउँमा रोक्नु पनि पर्छ। उदाहरणको लागि हामीले यही